अब ऊ हेर त नेपालको दाइ हो ऊ पनि नेपालको नेपालका हाम्रो हिरो यहाँको होटेलको मेन हिरो नेपालको त्यस्तै हो तिमीहरू नाच्नु त हो त्यस्तै फ्याबुलो नमस्ते सबैजनालाई र आज चाहिँ तपाईँको भर्खर ड्युटीबाट आइपुग्यो म र टाइम चाहिँ तपाईँको 10:30 करिब भइरहेको छ र आजको यो भिडियो बनाउनुको कारण चाहिँ एकजना दाजु नेपालबाट यहाँनिर हराउनु भएको रहेछ। अन्त मतलब हराएको मतलब उता दिल्लीबाट चाहिँ कामहरू सबै छोडेर चाहिँ यता आएको रहेछ। फोन उसको सबै हराएर चोरी भएर यता उसको चिनाजानी कोही नभएर पनि ऊ यतिकै भट्किरहेको रहेछ र चिनाजानी कोही नभएकोले गर्दाखेरि ऊ त्यहाँ रोडमा नै सुत्ने, खानाहरू पनि केही नखाएको रहेछ, भोकै रहेछ। अन्त उसलाई चाहिँ आज मेरो साथीले भेटाएको थियो रहेछ। भेटाएर यसो कन्ट्याक्ट मलाई गर्यो, साथीले कन्ट्याक्ट गरेर चाहिँ भन्यो मलाई उसलाई जग्गा चाहिएको छ अरे बस्नु लागि, काम चाहिएको छ अरे, उसको फोनहरू सबै हरायो अरे, ल अलिक बिजोग परिस्थितिमा नै छ अरे। र त्यही भएर अब ड्युटीबाट भर्खर आइपुग्यो र जाँदैछु अब उहाँ ऊ साथी बाटोमा नै। र तपाईँहरूलाई देखाउने छु कहाँदेखि हो त्यो मान्छे, सायद तपाईँहरूले चिन्नुहुन्छ होला। र उसको कामको रिगार्डिङ र उसको बस्नुको रिगार्डिङ पनि हामी सबै त्यो व्यवस्था अहिले फिलहालै गरिदिनेछु र तपाईँहरू भिडियोसँग बनिरहिदिनुहोस् होला। आज चाहिँ हाम्रो बिचमा यहाँ दा छ र ऊ दा चाहिँ कहाँबाट आएको, के हो, कस्तो सिचुएसनमा छ अहिले सबै एक्सप्लेन गरिदियो होला तिमी। हाम्रो दाजु चाहिँ आज हामीले एउटा हाम्रो नेपाली दाजु होइन, चाहे नेपालको होस् चाहे इन्डियाको होस्, हाम्रो नेपाली नै हो। एउटा नेपाली मान्छेलाई देख्दाखेरि अलिकति आफूलाई मन नराम्रो लाग्छ होइन, यस्तो बाटोमा अलपत्र परेर यसरी नराम्रो लाग्छ। अनि दाजुको चाहिँ अब यहाँ आएको थिएछ, आएको 2 महिना भएको थिएछ। दाजुले मलाई यो कुरा पनि भन्नुभयो। अनि 2 महिना भएकोले गर्दाखेरि होटेलमा होइन दाजु, होटेलमा काम गर्छु भनेर आउनु भएको रहेछ। अनि नेपाली नै यस्तो गरेपछि दाजुलाई चाहिँ अनि दाजुको फोनहरू त्यहीँ काम गरेको जग्गाबाट चोरी गरेर आज यस्तो नचिन्ने अन्जान जग्गामा आएर दाजु यस्तो अलपत्र हुँदा अत्तालिनु पनि भयो होला। र यता झन्ना हाम्रो यता समीर दाले भेटेछ, समीर दाले भेटेर हामीलाई इन्फर्म गर्यो, हामी सबैजना आयो होइन। विशेष गरी चाहिँ के भयो भन्दाखेरि म चाहिँ अब ड्युटीबाट आएको आएर चाहिँ म मेरो मिसेस पनि सामने जब गर्छ र मैले उसलाई फोन गरेर म वेट गर्छु तिम्रो भन्दा वेट गर भन्यो उसले। तर हामी वेट गरिरहेको थियो। वेट गर्दाखेरि चाहिँ दाले भन्नुभयो कि भाइ के नेपाली हो भनेर भन्नुभयो। नेपाली हो नेपाली हो दा, हेर्नु भाइ म त यस्तो दिल्लीबाट आएको थिएँ, कसैले मलाई काम गर्नु भनेर बोलाएको थियो। तर उसलाई मैले यतिचोटि फोन गर्यो, फोन गर्दा गर्दा मेरो उहाँको नम्बरै मबाट हरायो र उसको फोन पनि स्विच अफ आयो। र म यस्तो अवस्थामा बसेको छु कि म न त जानु सक्छु न त के गर्नु सक्छु भन्ने कुरा गर्दाखेरि चाहिँ एउटा के भयो भन्दाखेरि अब नेपाली भन्नाले गर्दा हामी नै नेपाली हो होइन। के भयो अब उसलाई छोडेर जाउँ त कहाँ अप्ठ्यारो पर्छ, लिएर जाउँ त कहाँ, अब के गर्नुपर्ने त। र यस्तो गर्दा विशेष कुरा हुँदा चाहिँ हामीले अब साथीभाइलाई कन्ट्याक्ट गर्दाखेरि सम्पर्क गर्दाखेरि मैले राहुललाई फोन गरेँ। राहुलले भन्यो मलाई, भने राहुल कतिजनाले इग्नोर गर्छ होइन, तर त्यस्तो चाहिँ गर्नु भन्यो भन्दाखेरि राहुलले मलाई विशेष गरी तिमी योगेशलाई एकताल कल गर, उसकोमा सायद हुनसक्छ भनेर चाहिँ मैले योगेशलाई कल गरेँ। योगेशलाई कल गरेर दादालाई मैले उसलाई फोन गर्दा त्यो टाइममा फोन उठाएन तिमीले किन उठाएन, बिजी थियो होला। मैले दादालाई एउटा चिट्ठामा मेरो नम्बर लेखेर चाहिँ दा अहिले म घर जाँदैछु, तपाईँ जतिखेर पनि मलाई फोन गर्नुहुन्छ यो नम्बरमा फोन गर्नुहुन्छ दिएको थियो दा। 15 मिनटमा ठ्याक्कै फोन गर्नुभयो तपाईँले। तपाईँको एक कलमा नै उसले कल पनि उठाइहाल्यो होइन। र पनि मेरो फोन स्विच अफ पायो होला बादमा स्विच अफ भएको थियो। र पनि दा म आएँ, साथीहरूले र अहिले साथी नै छ। अब यहाँदेखि उपरान्त तपाईँ के भन्नु चाहनुहुन्छ भनिदिनुहोस्। ल यसलाई धन्यवाद छ होइन, एउटा नेपाली दाजुभाइ नै हामी भेट भयो र एउटा काम पनि अब मलाई मिलेछ। त्यो काममा मैले राम्रै सकेसँग गर्न सकौँ होइन। यदि अब हाम्रो नेपाली दार्जिलिङ चिन्दैन भने हामी नेपाली हो जहाँको भए पनि होइन, दार्जिलिङ सिक्किम गान्तोक जहाँ हामी नेपाली भनेको नेपाली हो, यही नै हो होइन। र तपाईँको काम पनि भइसकेको छ, तपाईँलाई देखाउँछु, अब हामी नै पुगाइदिन्छु। कुमार रेग्मी खेम कुमार रेग्मी। अनि नेपाल कहाँबाट? नेपाल झापा कुन चाहिँ वार्ड? सुरुङ्गा कन्काई नगरपालिका। र यो भिडियो मार्फत तपाईँहरूलाई चाहिँ हामी के भन्न चाहन्छु भनेपछि चाहिँ, दर्शकवृन्दहरूलाई चाहिँ के भन्न चाहन्छु भनेपछि चाहिँ यस्तो गुडगाउँ दिल्ली जस्तो मुम्बईहरू भयो, यतातिर धेरै मान्छेहरू हराएको छ
धेरै मान्छेहरू भट्केको छ, फोन चोरी भएर, कसैलाई सम्पर्क गर्न नसकेर, पैसाहरू गोजीतिर नभएर धेरै मान्छेहरू हराएको छ, धेरै मान्छेहरू किडन्याप पनि भएको छ, जो कि हामीले सोच्नु पनि सक्दैन। र म त्यही भन्छु, तपाईँहरूले बाटोतिर हिँड्दाखेरि कसै यस्तो भट्केको मान्छेहरू भेट्यो भने आफू तपाईँ तर्फबाट धेरै नै कोसिस गर्नु होला मद्दत गर्ने, या तपाईँले गर्नु सकेन भने पनि तपाईँको चिनाजानी जो पनि साथीहरू हुन्छ उनीहरूलाई एकपल्ट इन्फर्म गरिदिनु होस् होला, किनभने उहाँको पनि परिवार हुन्छ, उहाँको पनि हाम्रो जस्तो नै दाजु दिदी बहिनीहरू हुनसक्छ। नेपालका हाम्रो हिरो यहाँको होटेलको मेन हिरो। यो उसको मेरोमा छ त अन्त। यो त तपाईँले जेरेस गरेर एउटा दिनु पर्यो क्या। यस्तै हुन्छ नागरिकता? तपाईँले सुत्ने हो? फोटोकपी छ मसँग दिन्छ तपाईँ यहाँ। र दादाको बस्ने खाने ठेगाना चाहिँ भोलिदेखि ड्युटी चाहिँ तपाईँको चाहिँ यहाँनिर भएको छ हो। र यहाँ हाम्रो मनिदा, यता रेस्टुरेन्टको ओनर चाहिँ यहाँ मनिदा हो, र उहाँले चाहिँ काम पनि दिनुभयो उसलाई, र बस्ने खाने जग्गा पनि उसलाई यहाँनिर नै दिनुभएको छ। र धेरै धन्यवाद। के भन्न चाहनुहुन्छ? बहुत राम्रोसँगले काम गर्नु, धोका चाहिँ नदिनु। ठिक लाग्यो होइन, अब आइएको छ राम्रो, उहाँले अब काम मन बढाइदिनुहोस्, मैले जाने सकेसम्मको तरिकाको काम म गर्छु होइन, त्यस्तै हो होइन। अब अरू के भन्नु, हजुर प्रोग्राम त्यही हो, काम गरेर ठाउँमा पैसा पाइएन र मुस्लिमेको त होटेलमा काम गऱ्यो, रातारात गऱ्यो, तर खर्चको रूपमा नपाएपछि रिस उठ्यो, छोडेर हिँड्यो, पैसा लिएको छैन, अलिक दिन पछाडि जान्छु मेरो सेलेरी दियो भन्न, अब के भन्दो रहेछ दिनेछ भने ल अब तैँले चाहिँ अलिक ठुलो मन्दिर बनाउनु अल्लाहको उसमा लागि भनेर भनिदिएर आउँछु। अब